हेलो नेपाली फुटबल फ्यान्स, हिजो भएको म्याचको क्लिप चाहिँ यहाँनिर छ। हाम्रो माझा स्पोर्ट क्लब भर्सेस टिडी स्पोर्ट बिचको खेलको हाम्रो रेखा पौडेल र दिपा साईले गरेको गोलहरू याद छ, तपाईँहरू हेर्न सक्नुहुन्छ गाइस। हेर्न सक्नुहुन्छ हाम्रो दिपा साई र रेखा पौडेलले हिजो गरेको गोल कस्तो कस्तो हान्नुभएको थियो त तपाईँहरूको माझ मैले लेखेको छु। र मेरो च्यानललाई सबैजना नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र बेल आइकन बजाउन नबिर्सिनु, लाइक गर्न नबिर्सिनु, सेयर गर्न नबिर्सिनु गाइस। हेर्न सक्नुहुन्छ हिजोको गोलहरू, यो दिपा साईले गरेको गोल हेर्न सक्नुहुन्छ। हिजो 5 गोल गर्नुभएको छ दिपा साई नेपाली हाम्रो प्लेयरले भने रेखा पौडेलले 2 गोल गर्नुभएको थियो। हेर्नुहोस् तपाईँहरू आफै यो गोलहरू, यो चाहिँ विदेशी खेलाडीले गरेको गोल हो र यो हाम्रो नेपाली प्लेयर दिपा साईले गरेको गोल हेर्न सक्नुहुन्छ तपाईँहरू। र फेरि यो त्यस पछाडि हाम्रो रेखा पौडेलको गोल, हाम्रो नेपाली प्लेयरले एकदमै चमत्कार देखाइदिनु भएको छ मलेसियामा, हेर्न सक्नुहुन्छ गाइस।